भ्लगर विपिन। आज चाहिँ हामी कलेजको तर्फबाट चाहिँ चितलाम घुम्न जाँदैछौँ होइन। 11-12 को तर्फबाट चितलाम अहिले बजिरहेको छ 10 हामी जान लाग्यो होइन। गाडी चाहिँ जुन बाटो आएको त्यही बाटो जानु पऱ्यो। जुन बाटो आएको त्यही बाटो जानु पऱ्यो। सबभन्दा अग्लो त निकै होला हौ हाम्रो ग्रुपमा त है शुभम। हाम्रो ग्रुपमा त सबभन्दा अग्लो यही होला है। वर्ष हुन्छ अचल ऊ मात्र दाइ हो हाम्रो त। हाम्रोमा त गीता मात्र होला हौ पर्फेक्ट टाइममा आउने यार। अरू सबै मेकअप गरेर बस्छन्। कहिले जान्छ 10 मा हुन्छ। यो चाहिँ पिकनिकमा होला नि। पिकनिकमा कि फिल्ड ट्रिपमा होला नि। सिटै भाँचिरहन्छ त डरै मान्छेहरू छिटो चलै सक्यो केही थाहा छैन। 10:30 भइसक्यो। भइसक्यो 10:30। सबजना भ्लगर यहाँ ग्रुपै छ नि म्याम भ्लगरको त। हेलो म्याम भनिदिनु न। हेलो स्नेहा बेजत हुन्छ अरे।
बेदा हुन्छ भने झन् बेदा चाहिँ बेदा हुन्छ भने झन् बेदा चाहिँ विशाल दोस्त किन सेन्टीमा ओ विशाल दोस्त किन सेन्टीमा कुर्दा कुर्दै भयो साढे दस पनि कुर्दा कुर्दै भयो साढे दस थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू ल ल ल ल ल राम्रोसँग डान्स हान्ने स्कुलको नाम राख्ने बाई See you, man. झ्याउलै सोको यार यहाँ बस्दा बस्दा यार 11 बजे आइडी हुँदो रहेछ तँ हाँ 11 बजे आइडी हुँदो रहेछ त्यहाँ गाइस हामी चाहिँ हिँड्यो कुर्यो कुर्यो निकेश पछाडि मेरो अगाडि निकेश अगाडि विशाल र चक्रे विशाल ल भन्नु न यार के हो र के देखायो खायो बिस्टरको धानको बाली के देखायो खायो आँखाले दिउ खायो सैले दिउ खायो पल्लो फुल्यो मङ्सिरै मान्छे ठै फुल्यो आयो पल्लो फुल्यो मङ्सिरै मान्छे ठै फुल्यो आयो सर्के माइलो रातै आँखा धोक्यो क्या हो दारू तिनानाको सिन्दुर पोते दिएको धागो चुरा तिनानाको सिन्दुर पोते दिएको धागो चुरा सेमर भन्ने औठीला जो यत्तो लाको पुरा रोधी बस्न भनिया पुत्री गृहले पायो रोधी बस्न भनिया पुत्री गृहले पायो बटुलीको हली बस्न किन औठी चाहियो मझेरेको दामी ठोको दै होला कि मै छ मझेरेको दामी ठोको दै होला कि मै छ गीताङ्गेको छोरो म त सिन्जु दाउने कोही छ सिमरी खेल्दै आएको मुन्टो निउरिएर जाउला सिमरी खेल्दै आएको मुन्टो निउरिएर जाउला सिम भाँचेर ठुटे बने फर्किँदा चाहे पाउला मुख खोल्न पर्ने हो कि आफै बुझी जानी मुख खोल्न पर्ने हो कि आफै बुझी जानी रामै राजा थियो र पोसिता भइति रानी आयो भन्नु न हो केटा हो के हो र निन्द्रा लगाइराख्यो निन्द्रा लाग्यो निन्द्रा मा के हो के भाइ अरे 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 के भयो गाउँ के यहाँ आउनु
डाँडामा हान्दा नि होइन डाँडातिर हुन्छ होला Maybe, yeah. Got in my past, sometimes, maybe, yeah. Nothing I saw, नेपालको प्रकृति यसरी हेर्न पाउँदा यार आम्मा यस्तो खुसी लाग्छ नि होइन साथ गडबड हुँदैन रक्सी त भूमि सौ बनाउँदै कुटी बनाउँदै कुटी ल्याउ साउनी तम्बालाई शीतल सुकुटी ल्याउ साउनी तम्बालाई शीतल सुकुटी बाँकी खाएको तिर्दैन गरेका साह्रो तिरी खाऊ बोली उधारो तिरी खाऊ बोली उधारो रक्सी त बिउ मिसाइ डराउँछ कुटी भन्दैन जिस्का बाहिर गएको छ साउ घरतिर सिरको नजाऊ जाडो भयो घरतिर सिरको नजाऊ रक्सी त मिसाइ बनाउँदै कुडी ओहो ल्याउ जाउने तोङ्बालाई शीतल सुकुटी ल्याउ तोङ्बालाई शीतल सुकुटी चन्द्रगिरी हिल त भयो माथि डाँडाको चन्द्रगिरी डाँडा यतापट्टि हामी जाने झ्यापको तालैमा खाइदेऊ कि तिम्रो गालैमा थोरै चुप्प खाइदेऊ कि तिम्रो गालैमा रक्सी त बिउ मिसाउ बनाउँदै कुटी ल्याउ साउनी तोङ्बालाई शीतल सुकुटी ल्याउ साउनी तोङ्बालाई शीतल सुकुटी ओ मा धेरै बोल चलाइले दारी डराउला बुढीले टाउको फुटाउला घरमा जाँदा बुढीले टाउको फुटाउला रक्सी बनाउँदै कुटी
क्या बाटो हेरमा घरको बुढीको खासै डर त लाग्दैन घरको बुढीको ढोका नखोले यति आउँछु म घरमा ढोका नखोले यति आउँछु म रक्सीबाट बनाउँदै शीतल सुकुटी लुलु ढुङ्गालाई शीतल सुकुटी त्यसै हामी अस्ति गएको कुकुर जस्तै छ त हो बाटो चाहिँ कुकुर बाटो सानो लागि कुकुर बाटो ल सुमाइ बस मलाई देवी शीतल सुकुटी ढुङ्गालाई शीतल सुकुटी ढुङ्गालाई शीतल सुकुटी Woi, no. Woi, man, I'm buat, woi. Tami. Buat jam, kostur rupiah oke. Dasar gitu bos क्या woi. Dasar gitu bos क्या. Woi, tami tuh यार view tuh. All di oke. Ini apa ruk yani luar khich. Ya. Ruk. Tuh, man. Loh. ल जान्छ एडभेन्चर हुन्छ जाडो बढ्यो छुछु भएको छुछु समथिङ हेलो सलिना के भयो हालत खराब भयो हामी कस्तोमा दामी रमाइलो भएको थियो मलाई त जाडो बाड्यो उपर बजाउनु मायाको कुरा गर्दै लाउँदै कस्तो घाँटी सुकेर ड्राइभर दाइ जानेछु त्यो डाँडा अहिले चाहिँ हामी चितलाङ देउराली कस्तो भइरहेको फिलिङ कस्तो भइरहेको हामी सर्टकट भएको आटो गाइस हामी सर्टकट बाटो आएको तिमीहरू अब पछाडिको मान्छेहरू कसरी आउँछ नि हेरौँ न अगाडिहरू पुरै जङ्गलको बाटो शुभम भाइ थाक्छ अहिले के बोल्नु सक्दिनँ बिचरा नितेशलाई त ह्याङ्गर बनाइदिएछ यार ह्याङ्गर बनाइदिएछ अरे त नितेश ह्याङ्गरै बन्यो
भने फोन आयो ल तिम्रो त फोनै आउँछ अब घोडा पनि देखियो प्रसिद्ध यहाँ रहेछ त सावधान सावधान हो कि हजुर लिमा कार्य भइरहेको छ शाबास हाम्रो त आउँदैछ 19-20 जना होला 19-20 जना म्यामहरु नि हुन्छ सरहरु नि सर एउटा सर म्यामको नाम भन्नु न धर्मेन्द्र दिपिका म्याम भन्दै दिपिका म्याम हुनुहुन्छ त त्यो नम्बर चाहिँ हामीसँग सरको भन्नु हुन्छ नम्बर चाहियो नम्बर भएको सब हजुरको के सर आउनु भएन कि नाम स्कुलबाट कलेजबाट आउनु भएको हजुर तिमीबाट यो त तपाईँ छुट्टी हो हेलो ओ चितुवा छ कस्तो फिल भइरहेछ के हामी उजा जानला हो चन्द्रै जानला हो चितुवाको ए बाबा चन्द्रकन हिँड्न केही गर्दैन पाकिस्तान आँखी त हुँदैन चितुवा भनेको अलिक डर आगो भन्नु चाहिँ गोल्डन टिकट चाहिँ नि मजा मलाई भने म सिपी चढ्नु पर्छ छाडै गोल्ड भिआइपी हुन्छ नि अस्ति आएको थियो म त्यही जिप लाइनहरू सब फ्री थियो क्या मलाई भने म नुहाएर हुँदैन चक्राले चक्र आइपर्ने लिएर आएको जानुपर्छ जस्तो होइन पर्दैन कि भित्र छिर्नु म्यामहरूले बोलाउनु म्यामहरूले यार म्यामहरू कहाँ छ अहिले पुग्छ र टोयलेट छैन मलाई पिसाब चाहिँ पिसाब यार मेरो लुगा छ हस् 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 यहाँ चितुवाहरू आउँछ कि उ गरेर गोल्ड भिआइपी साच्चीको चितुवा होइन कस्तो हुन्छ डलवाला हुन्छ डलवाला के सिसी क्यामेरामा भनि देखा त यहाँ आउँछ रे अलि हुन्छ रेस्कुले बस्छ जस्तै छ हुनमा गयो भने खासै डर लाग्दैन क्या WWE बेलुका 4 बजेपछि चाहिँ माथि पठाउँदैन यहाँ बेलुका 4 बजी आएको मान्छे आएपछि अलि त डर लाग्दो हुन्छ नि यहाँ खिच्दा त फोटो लाग्यो बाटोतिर के हो तिमीहरू त्यो फलो मी हो सर फलो मी फलो मी कोही त अगाडि पछि आमा नि फेरि गर्दै आउने क्या मा कुन चाहिँ मिठो छ तिनजना मात्रैमा उटीलाई खान त मिठो ए म त एकदम तितो छु यार म त झन् अमिलो छु यार मन पर्दैन त्यो तिमी चाहिँ कुहिएको रहेछौ उयोको विशाल के अरे पिरो उयो म अमिलो होइन मलाई खान सक्दैन किनकि त्यसलाई रगत चाहियो भने पाउँदैन कि ए हो आइएम रेयर युनिक एन्ड रेयर कति पर्सेन्ट मात्रै छ नि त अनि ए माइनस त्यो नेगेटिभ भएको ओबी नेगेटिभ भनौँ कुन हो ओ नेगेटिभ म अस्ति लाइसेन्स निकाल्दा कि अँ सोधे ब्लड ग्रुप कुन हो भनेको अँ ओ नेगेटिभ भन्नु पर्ने मैले ओ माइनस ए टोपी ल्याउनु पर्ने रहेछ छोड्दे कान जो तुम न हो तो हम भी हम नहीं वरिपरि जङ्गल छ मास जङ्गलमा मङ्गल भने त कहाँ खट्छ क्या है वरि जाँदाखेरि अलि सजिलो हुन्छ जाँदाखेरि अलिक गाह्रो हुन्छ पार गर्छ छिर्केर ल तिमीलाई पनि थु गर्दै होला फेरि हामीलाई चाहिँ चढ्नु मन लाग्छ चक्नु होला है मासला जो तुम न हो तुम बिसा ल्याउँदा म हिँड्छु होइन यसो पछाडिबाट भिडियो गर्नु ल अलि यतिको राखेर नहल्ला ल धेरै अलिक पछाडि बस्दैछु ल चल यहीँ सिकाउनु पनि थाल्छु
गाह्रो भइरहने माछा ओए फर्के फर्के तल बस के मनिषा बहिनी शुभम माउन्ट एभरेस्ट तिम्रो यिनी देख्यो यताडिका जिप लाइन यहाँबाट रहेछ नि त यहाँ यो यस्तो हेर्नु नि साइकल घुम्ने हो साइकल घुम्ने त हेर ओइ कसैको केही मन नछ भने गराए ल गर गर चाबी खोइ त यस्तो दामी रहेछ भित्र यार फ्री फल विशाल यहाँ त उयो छ कि हामीसँग नि त हामीसँग सकेको टुबेल है हो जय बालेश्वर महादेव सरी महादेव दर्शन गर्न पाइएन सरी महादेव दर्शन गर्न पाइएन यस्तै हो प्रवेश निषेध है जाउँ न ओए ना दामी भिडियो गराइरहेछौ सर्फ देखाइदियो भने ना साला धेरै भिड त छैन आज होइन भोलि हुन्छ होला भिड आज हुँदैन
वेदर कस्तो भइरहेको माछाले बवाल भइरहेछ यार यस्तो छ नि फेरि नेपालदेखि चारामा भुडीले काम चलाउने भुडी चाहिन्छ हो त्यो चाहिँ हो सो गाइस आउने बेला गरौँ भयो भने गाइस अब जाने बेला चाहिँ अब चिसो चिसो होला जस्तो छ हात ठिराको हात ठिराएर यार ओए यहाँ के मैया जताडि जाने यो त्यतैपट्टि जाने हो म्यामको त फोटो खिच्ने बानी नि हो यहाँ अडियो चितला के अरे चन्द्रगिरीको मेन ठाउँ यो जाँदा छु गाडी पुग्ने ठाउँ होइन नि त्यो फेरि चितलाङ जाने बाटो सिधै उता हेर नि त्यहाँ यहाँ रातो नि मुला ब्लकर आइज माछाले यहाँ हल्का अब अलि फालुमै हो केटाहरू फालुमै फालुम यहाँ चाहिँ अब मोबाइल निकाल्न चाहिँ चितलाङ होमस्टे के भन्नु अब चितलाङमै छ तर चाहिँ अब होमस्टे चाहिँ ह्याप्पी गार्डन होमस्टे एन्ड अर्ग्यानिक क्याफे हेलो हजुर सबै यहाँ गर्ने सुत्नु चाहिँ त्यहाँ जाने रहेछ त्यही रहेछ अब आज साइकल बाग्नु त्यसपछि ल ल होइन बेलुका सबै ब्यागमा ब्याग नै राख हस् सर ए बस्ने भन् गाइस बस्ने हेर इन्चर है गाइस बस्ने थियो रातो घरमा देखा कि त्यो होइन रातो घर हेलो म्याम कस्तो लाग्यो ठाउँ अनि अस्ति नै आउँदाखेरि त गाह्रो भयो भने होइन माथि म्यामहरू पनि पहिला नै आउनुभएको थियो अरे क्या त्यही भएर सोधे कहाँ हो म्याम चिसो ठाउँमा भने बसिहाल्यो नि त होइन कलेज जानु पनि पर्दैन नि होइन यहाँ बस्नुपर्छ एक्स्ट्रा टायर हुन्छ गन्दी सोच गन्दी मैलाकै गन्दी सोच भने यही हो गाइज बस्ने माथि रहेछ यहाँ दामी ठाउँ चाहिँ दामी थियो है तर ठाउँ चाहिँ दामी लाग्थ्यो थियो अब के भन्नु नगर पिर माया तिमै लागे हुन्छ मेरो सिर सिस्टममा हालिदियो झऱ्यो के झऱ्यो एक्सक्युज मी गार्डन भिलेज ह्याप्पी गार्डन होमस्टे एन्ड अर्ग्यानिक क्याफे हेलो म्यामहरू ओइ म्याल त कति काल देखेको म्याल त कति काले देखेको गाइस हामी चाहिँ अब रुमतिर जानु लाग्यो रुमतिर डक्टर चितलाङमा निकेश भन् के छ बेहाल छ यार कस्तोमा पार्दै भन्न कस्तोमा पार्दै भने हेर्नु रातो घर साले 1200 रुपियाँ त्यसरी लिएको क्या मान्छेहरूले हेरौँ अब अझै कति सर्भिस बोक्दै बिचरा त्यही छ बेकार 3000 मेरो त उयसले के अरे रिसोर्ट अरे सोच्ने ठाउँ चाहिँ हेरै अल्छी लगाइसक्यो अब भित्र हेरौँ कस्तो छ बाहिरबाट हेरेर दामी हुन्छ कहिले तिम्रो लागि बढी तिहारी आजैलाई माया हेर न
यस्तै छ के भन्नु अब अरू पनि आउँदै गर्दो रहेछन् होइन काठमाडौँ हेटौँडा सरकारी मै बैठु बढी पियारी आज मायाको यस्तै छ गाइस के भन्नु तिम्रो लागि मै बैठु यहाँ पिटियो यस्तै छ हेर्नु तिम्रो लागि यस्तो उकालो त कहिले उकालो थियो त्यहाँ पनि उक्लिथ्यो नि यार के भन्नु यार तिम्रो यस्तो भाइ रुगाछु यसको ब्यागमा जाँदा यार यहाँलाई सोकेर काठमाडौँ ओ मनसा बहिनी यार नि हट काठमाडौँ हेटौँडा सर्टकट बाटो यो कुन हो कुनै थाहा भएन तर यही जस्तो लाग्छ कालो बोको आजैलाई त्यो मायाको जुहारी यहाँमा मको भुटे खानुपर्छ क्या हो हस् सर पर्दैन त्यही हो होला यार फटो त हो दामी भयो नि यार हो ती तिनजना अट्छ यहाँ त ल बहिनी ओ भन्छ बहिनी ल हाम्रो 12 को यो दामी छ है ल रुम दामी छ यस्तो दामी छ होइन ल गाइस रुम चाहिँ दामी रहेछ होइन जस्तो देखाए त्यस्तै रहेछ ल हेर न है अब म चाहिँ पार्ट 1 पार्ट 2 गरेर हाल्छु आज चाहिँ चितवनको लागि मात्र भयो भिडियो चाहिँ अब भोलि चाहिँ त्यही अब कुलेखानी मार्फा हुँदै उताबाट उता कुलेखानी ड्याम अनि कुलेखानी ड्याम त्यो कुलेखानी ड्याम पछि त्यहीँबाट फर्केर फेरि यही बाटो हामी चन्द्रगिरी हुँदै फेरि गइन्छ होला उता हेर्नु गइस यार क्या बबाल देखिया के चराहरू उड्याएर नि चराहरू उड्या यो त हेटौँडा भन्दा नि चितवनको उयोतिर घर गाडी चाहिँ यही थियो हाम्रो हामी पहिला नि यसमै गएको हो होइन पहिला नि सानो बेलामा जस्तो त्यसमै गएको हो आउनु बेला नि अहिले पनि यहीमा गाइस लेट्स शट अफ दिस डे 1 भिडियो झारा झारा निन्द्रालाई होइन भिडियो बनाउनलाई यस्तो ब्लग होइन ब्लग होइन म सब्स्क्राइब हान्दिन्छु एकैछिनमा मैले हान्दा जस्तो लाग्यो हाई कति हाल्नु
हाई गर रह न मुस्किल वो जुत्ता लेना सुरुमै घन्टी बजाइदिउँ न ओ भाइ के वेलकम टु टेटु ब्लग देवानमा जति पनि देख्नु हजुरहरूले त्यो सबै फ्रेङ्क किसिमको थियो होइन आजको चाहिँ अलिक भिन्नै हुन्छ सो ओए भैरवनाथ स्वच्छन्द्र भैरवनाथ रहेछ ओए पुल रहेछ नि त त्यहाँ जाऊँ न ओए माशाल्लाह पुल चाहिँ सेम छ क्या फेरि पारिन रहेछ यार मन्दिर है यहाँ जाने सानो ओ लप्सी हो क्या यो उयो होइन होइन मान्छे त्यस्तै मेल यस्तो दामी यार यस्तो चिसोमा यस्तोमा पौडी खेल्नु पर्यो भने गएर छैन अलि होइन मस्की हिँडेर जानेले मेरो त सोरै सुकेर रातभरि पराएर सोर सुकेर लास्ट 11 भएर होइन अब नास्ता यता चाहिँ अलिक ज्यादा ओ छैन त ओए धुन त खतरा भन्छ जोडी बजाइदियो मान्छेलाई सम्झी रातो वाले ओ शुभम रातो वाले पछाडि हेर न सानो लगाए म त यस्तो कलमा जत्रो रुख हेर न रुखमा तयार गरेर रुखहरू ओ हेर्न फोटो क्यामेरा कस्तो आदि माता की जय हो भैरवनाथ हो ए सरी भैरवनाथ की जय हो नाम त हेर न यार भैरवनाथ छ यार त्यहाँ सालिकमा हेर हामी त टिका लगाइसके सन्देश ओइ लाउन हामी पनि ओइ कहाँ गएर लाग्यो देवी त यही रहेछ त फेरि आशीर्वाद देवी यही रहेछ दक्षिणा तिमीले मलाई दिने मेरो ढोइनी उसको ढोइनी मनमने अलि सरापै होला यार छोरी सबै चेन्ज होस् है अम्बानी होस् सबै केटीहरूको भरहरू है सराप्याकी आशिष दिएर थाहा हुन्न आउँदैछन् पछाडिबाट हाम्रो ग्रुपहरू हेलो स्नेहा बहिनी हेलो स्नेहा बहिनी केपी सर हाम्रो केपी सर जोसेफ सर होइन होला ए होइन सर यहाँ त बलि चराउनु रहेछ नि हेर्दैन है हेलो मनसा बहिनी घुमिसक्यो हामी त फोन हेलो दिपिका म्याम बस्दै गर्दैन त ट्याक्कै सुनिदिइराखेको अब हेलो यो मन्दिर हो चाहिँ किन्नु भयो भने भैरवको हो के
हेलो ओइ भइरहेको हो झन् कालो टिका लिएर यहाँ कालो कालो हुनु पर्ने यो टिका त जङ्गल हेर्नु गाइस यताबाट सुरै छ घन्टा बजाउँदै बेडा खाम गाइस हामी चाहिँ बेडा खाम जान्छौँ गाइस हामी चाहिँ फाइनली चेक आउट फ्रम गार्डन होमस्टे ओइ के गर ओइ अगाडि गर न यार धन्दा टाउको ठोकाइदियो यार साथीले यार यस्तो त नगर्नु पर्ने साथी गरिहाल्यो ठिकै छ होइन त्यो एकातिर ढल्केको गाडी बाटो हेर नि बिस्तारै 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 यहाँ हेर नि कस्तो ठाडो डाँडा परेको क्या अर्को नै आउँदैछ यार पछाडि पछाडि अर्को गाडी नै आउँदैछ पछाडि पछाडि ल अब म पनि जाँदैछु ल अब म पनि मेरो अधुरा सपना पुरा जाने बढेर हामी एउटै बोटको फुल यो ल ल ल ल ल tan yo dengan betul बुलबुले पानी तिम्रो त चुलबुले पानी तिम्रो त हाँस्दाखेरि डिम्पल बस्ने बानी तिम्रो त तिम्रो त मनै त होला प्यारो मनै त होला प्यारो भने तिम्रो त खानी ड्याम भेडा फार्म सबै हो पत्रले गाडीको त्यो अगाडिको बानी यो के क्या हाल्दिरहेको यस्तो गाइस गोर्खाको गाउँको याद आयो मलाई त्यो गोर्खा गाउँको याद आयो ओ मन सबैले गाउँको पो याद आयो त मलाई त
को हो र ओइ सुस्मिता बहिनी वी मिस यु We miss you, we miss you, Susita. ब्लगरको हात त्यसै डर हुन्छ कि बहिनी त्यस्तो नभन हो त्यसरी ठिक न फुट्यो डेटिङ स्पट माथि डेटिङ स्पट गाइस डेटिङ स्पट चितवन नजिक कोही हुनुहुन्छ भने यहीँ आउनु होला डेटिङ गर्न ओइमा स्पिड छ एउटै आएको माछाले बाख्रा विकास फार्म च्याङ्ग्रा होइन बाख्रा हो मकनपुर यही त हो नि ओइ अगाडि ऊ अगाडि होला यहाँ त ड्राई पिकनिक गर्न चाहिँ मजा आउँछ है बदाम यस्तो जाडोमा तलको हेर्नु न गाई सिनहरू आम्मा यस्तो बवाल छ नि चितवन चाहिँ एकचोटि आउनै पर्ने ठाउँ रहेछ होइन भेडे फेम भेडे भेडा फार्म चौर कुलेखान ड्याम पनि हो भन न के बारे यस्तै हाम्रो नि हाले उयो अगाडिको बब्बाल ठुलो ग्राउन्ड चाहिँ ओ हेर्न कतिहरू मान्छे हो ओ भेडा तल रहेछ ओ भेडा तल हेर ओ तल छ है गाइस अहिले देखाइदिनुपर्छ म देखाइदिन्छु उहाँ छ तल ल यहीँ छौँ होला सो गाइस आइपुग्यो भेडा फार्म हामी अब सिरियली झर्छौँ ओ हेर ओ कुनामा छ के उनीहरूलाई चिसो ठाउँ चाहिन्छ नि त त्यही भएर नत्र बाख्राहरू आउँ यहाँ माथि आइपुग्थ्यो गाइस चितवनको भेडा फार्म यही हो ओ कुरो टास्सेला भेडा फार्म चाहिँ यस्तो छ होइन गाइस डिसकनेक्टेड जमिन घाँस काट्ने धेरै छ क्यारे भने त जम्मा 10-12 हेलो रिकेश के छ दाइ हेलो ओ खुसी के छ एकदम ठीक छ एकदम हेलो ब्लगमा आउनु पर्यो हामी पनि डे 2 को ब्लग हो यो डे 1 को अर्कै छ फेरि हाल्छु म त आमा ब्लगरै हो त म मिनी ब्लगर होइन मान्छे नदेखाउला चल न हालिदिउँ र भिडियो गरेर चाहिँ हालिदिन्छु म घाम हुन्छ क्या अब ल गाइस आइपुग्यो होइन टक्क लाएर भेडा फार्मतिर आम्मा
जानु पर्यो बा ओए हेर्न त्यसको के अरे रिम हेर नि त्यसको कस्तो हालेको दामी उयसको के यसको यार पुरै स्पोर्ट्सवालाको स्पोर्ट्स लुक के जाने रु भेडा फार्म होइन जाने थियो होला उहाँ तल जानुपर्छ यार उहाँ तल जानुपर्छ भए पनि जानु के अरे मकवानपुरतिर त आम्मा हेर्नु न पारी हिँड्नु एक्लो घर पनि कस्तो दामी के होइन आम्मा यार यता पुरै हरियाली छ कि गाइज अब काठमाडौँको कहाँ धुलो कहाँ यहाँको उयो के अरे सफा सुन्दर विशाल हेटौँडा मकवानपुर जिल्ला तिमीसँग माया लाउन तिमीसँग माया लाउन मिल्ला नमिल्ला आहा हेर्नु नि कस्तो दामी ठाउँ के यताको केटीहरू कोही हुन्छ भने मलाई त्यही मन पर्ने ठाउँ होइन साथीहरू कोही हुनुहुन्छ भने एक्कासी मायाका तिम्रै याद गाइस फाइनली भेडा फार्म चौरी गाईको माया छोरीको अब चलिरहेको छ सिरिरी लाएर आम्मा भिडियो त तर त ल्याङ बनाउँछ नि त हाम्रो ग्रुप चाहिँ कता हो चौर चाहिँ भवाल छ मायाका कुराले तिम्रै याद गाया लटको बब्बाल ठाउँ चित्रमा झरियो भैली खेल्थ्यो चिकेला मानी भरोसा हृदयमा भएछ डर उकालीमा पनि मोटर दाजु रहेछ साथी भ्यू त पपाल राम्रो रहेछ काठमाडौँकोलाई के थाहा यस्तो होइन खै आउनुमा चार्जर खिच्दिहाल्छु चार्ज छैन मामु तल छ बेलाभन्दा बाख्रा बेसी छ कि बाख्रै होला खै हाम्रो चक्रीहरू हो सिधा के सिधा खिचौँ यस्तो खिच्यौँ यस्तो पुरै भ्यू आउँछ हो सिधा के सिधा खिचौँ यस्तो खिच्यौँ यस्तो पुरै भ्यू आउँछ पोज दिनु पर्यो गाइज पोज हो यता 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 हेर्नु पर्यो टक्क लगाएर हो म्या गरेर गर अब ओ यो चाहिँ दामी छैन हो हो हेलो नभाग्ने यार यस्तै छ गाई यस्तो त बाटो खतरनाक होला बिस्तारै बिस्तारै Let's go. Oh.
खतरनाकै छ ओए ढल्दो यता ढल्दो बिडिदिएर ढल्यो लाइक कमेन्ट सेयर सब्सक्राइब हालिदिनु होला गाइज यस्तै छ बाटो अब घर फर्किनु जस्तो छ यो या ओइ माछा नगयो मैले दुईटा गाडी पछाडि छ हरर बजार Let's go. Lovely, wow, lovely bus. Woi masuk. Woi, bobal चाहिँ guys. View चाहिँ bobal लाग्यो. Bobal छ view guys हैन भन्नु त तालको कुलेखानी रिभर ड्याम भन्छ यसलाई होइन उहाँ छ उयो ड्यामको त सुकाउने आइज समात्छु म तालै भए गाडी बिस्तारै Doralingara sana saya Mas ayo masuk Aina Doralingara Maile usko teu maya Wow Maile usko teu maya Ya ओइ माछा भ्यू चाहिँ बबाल छ तर गाडागोली चाहिँ डर छ है गाइस Second tolong kelka woi bau Uzina maile usko teu maya ल गाइस सिटी को लागि चाल गर्दा पनि गाइस मजा आउँछ नि बोटिङ साराले आफ्नो इच्छा पुरा गर्न त जाब पैसा त हातको मैले त्यो 400 रे के जाब 300 हामी सोधेर आएको नि अघि जान्थ्यो म त्यसमा त एकचोटि घुमाउँदै आम्मा कति टन नै आउँछ हुँदैन के यो त्यसको वेब चिन्न पनि यार फेरिमा साइन्स पढाएमा चाहिँ वेब भन्नु साइन्स उयो भएको मान्छे साइन्समा डिस्टिङसन हानेको मान्छे अब है के गाडा हो र यता जान नमिल्ने त्यहाँ डोरी लहानी त्यसमा आने घण्टा त छैन नि भित्र के सार्क छ तर चितवनको कुनमा चाहिँ छ है डल्फिन चाहिँ चितवनमा चाहिँ किन त के गर्छ डल्फिन त फ्रेन्डली हुन्छ भएको नि के तिमी डराएपछि हामी पनि डराउँदैन भने कस्तो कुरा जमजम फर्केर समाज झन् डुब्छ नि
तल डुबेपछि निकाल्ने हो त्यो ए मरिन्छ माटो कसले के गर्ने हो एक दिन जसरी नि मरिने छ यार कसैले मरि त मरिन्छ जसरी नि त्यसो भन्नु नि बिहे भएको मेरो त हामी चाहिँ कहाँ बिहे भएको छ ओइ तिमी चाहिँ अविवाहित हामी विवाहित हो क्या स्विमिङ गर्न के आउँदैन मलाई त मैले कहाँ आउँछ त अनि हामी त फत्रा फत्रा मलाई त गरिबहरू मात्रै कति चार गोटा बसेर नि त्यस्तो कुरा गर्नुहुन्छ त चुबो ओइ गोटा बसेर नि त्यस्तो कुरा गर्नुहुन्छ चुबो लारी बस्नु पर्यो नि खै यिनीहरू के बोल्यो ओ यो बोट कोल्जे भएको छैन तिमी कोल्टे भयो होला ओइ अस्मिता नठेल्ने यार तिम्रो वेट धेरै भएर हो कि त्यहाँ सर्ट त कति छ मोबाइल खस होला मोबाइल ओइ छेउमा मोबाइल नले चाहिँ बिचमा त केही नुनु उ 85 त 75 62 सर अलि बढी होला हजुरभन्दा कम हाइट हेर्नु न सर म 62 ओइ के आयो माछा हैन सोनाको त लौरो छ यार ओइ ओइ अस्मिता यो रे भकाल जस्तो क्या है ओइ 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 फेरि यसो है यो पानीले पनि छ नि 60 केजी सम्म घरमा त उठाउँछ कि त्यो भन्दा उठाउनु